वेलकम छ गाइज मेरो मिनी ब्लगमा तपाईँलाई फेरि पनि स्वागत छ। यो चाहिँ मेरो मटनको रेसिपी हो। म टक्कसँग अदुवा लसुन केलाउँदै थिएँ अनि केलाइसकेपछि केलाउँदै मजाले लसुन केलाइसकेपछि अनि अदुवा केलाउनुतिर लागेँ। अदुवा अनि बिस्तारै केलाउँदै केलाइसकेपछि सबै अनि त्यस पछाडि म प्याज खोर्सानी पनि अब त्यसमा त हाल्नु पऱ्यो होइन। मटन भनेको खसीको मासु हो, त्यसमा चाहिँ प्याज खोर्सानी त अनि अब हाल्नुपर्छ। मैले चाहिँ प्याजको 4 दाना राखेको थिएँ, खोर्सानीको 3 दाना राखेको थिएँ होइन। अब हामी धेरै पिरो पनि खान्नौँ अनि त्यही भएर मैले प्याज काट्दै थिएँ, टकटक प्याज काटेको थिएँ। अब यो आफैले बनाएको मलाई त खासै आउँदैन नि त बनाउनु, कहिलेकाहीँ रेसिपी गर्छु। बिहान चाहिँ मैले पोर्क बनाउँदाखेरि मेरो नानीहरूलाई मन परेन, मैले बाबा मलाई अब फेरि मटन बनाइदिनु राति भन्दाखेरि मैले राति ल हुन्छ भनेर बनाइदिन्छु भनेर अनि प्याज काटिसकेपछि टक्कसँग सिलापमा होइन, यो तपाईँलाई ढुङ्गे सिलापमा मसला पिनेको खाएको चाहिँ स्वादै मिठो हुन्छ क्या। ओभर दामी मिठो हुन्छ स्वाद क्या। त्यो स्वाद मिठो भइसकेपछि मान्छेले अब यही ढुङ्गामा पिसेर खान मन पराउँछ। हाम्रो घरमा यो पनि छ अनि मिक्सचर पनि छ। अनि मैले यसमै लसुन होइन अदुवा अनि जिरा पिस्नको लागि तयार गरेँ। तर मैले सुरुमा लसुन र अदुवा मात्र पिसेँ, त्यस पछाडि चाहिँ मैले जिरा हालेर पिस्न स्टार्ट गरेँ गाइस। अनि यो अब पिस्नु त पऱ्यो, आफूले नचलाएको छोरी मान्छेले चलाउने कुरो यो, छोरा मान्छेले कहिलेकाहीँ चलाउँछ, पिसौँ न के हुन्छ भनेर पिस्यो। तर अनि त्यस पछाडि मसला पिसिसकेपछि अनि टक्कसँग मटनलाई निकालेर अब टक्कसँग यसलाई धुइँदै हानिदिनुपर्छ भनेको थिएँ होइन। अब यसलाई म चाहिँ धुन गइसकेको थिएँ गाइस होइन। अनि यसलाई केलाउँदै थिएँ, यहाँबाट धोएर म चाहिँ रेडी भएर म आइसकेको थिएँ। अनि आइसकेपछि म अब चाहिँ यो टक्कसँग सबैलाई एकै ठाउँमा राखेर चट्टसँग भिडियो बनाइदिउँ भनेर भिडियो बनाउँदै थिएँ होइन। मसला पनि उता थियो अनि प्याजहरू पनि काटेको थियो, मटन पनि यता थियो। अनि तेल तताउनु पऱ्यो भनेर अब तेल हाल्नु पऱ्यो। फेरि तेल चाहिँ हामी धेरै खान्न होइन, ठिक्कको मिडियम खान्छु तेल। हामी भन्नाले पनि म चाहिँ धेरै खान्न तेल, ठिक्कको मिडियम खान्छु तेल। अनि तेल हालेँ टक्कसँग अब तेल हिट हुनु पऱ्यो नि त हल्का। तेल हिट भएपछि अनि टक्कसँग कोट पनि लगाएर रेडी भइदिएँ होइन, यो कुकको कोट हो लगाएर रेडी भइदिएँ। अनि प्याज र खोर्सानी चट्टसँग त्यसमा मैले हालिदिइसकेँ कम्तीमा। प्याज र खोर्सानी हालिसकेपछि अब त्यसलाई एकछिन हल्का चलाइदिउँ न पुनिउले भनेर अनि चलाएँ होइन। टक्कसँग चलाएर एकछिन छोडिदिनुपर्छ कि क्या हो भनेर हल्का रातो भएपछि अनि टक्कसँग मासु झार्नुपर्छ भनेर प्लान गरेँ। अनि रातो हुन थाल्यो हल्का हल्का चलाउँदै अब चाहिँ यसमा मासु झार्नुपर्छ भनेर अनि रेडी लाग्यो मासुतिर। मासु अब अनि मैले एउटा हालेँ, दुईवटा हालेँ, बोसो छानेर हाल्दै थिएँ। अनि त्यस पछाडि चाहिँ मासु एकैचोटि घर्लाम गुद्लुम मैले पोखाएँ कम्तीमा होइन, खनाइसकेपछि अब यसलाई त अब हल्का त अब यसलाई खनाइसकेपछि यसलाई चलाउनु पऱ्यो नि त, मिलाउनु पऱ्यो नि त। अनि मिलाएँ, अनि मिलाइसकेपछि अनि टक्कसँग गाइज अनि 2देखि 3 मिनट भएको थियो। अनि 2देखि 3 मिनट भइसकेपछि अनि अब यसमा के झार्नु पऱ्यो गाइज, बेसार हाल्नु पऱ्यो। यो आफ्नै पाराले बनाएको मैले चाहिँ होइन, मलाई अब अरूको कपी गर्न आउँदैन, मैले आफूले जसरी आउँछ त्यसरी नै बनाउने भनेर बेसार झार्यो होइन। बेसार ठिक्कको झारेँ, धेरै कडा पनि नलागोस्, नर्मल बेसार लागोस् भनेर झारेको मैले। अनि झारिसकेपछि अनि त्यो बेसारलाई पनि त म्याग्नेट गर्नु पऱ्यो नि त, चलाउनु पऱ्यो। अनि त्यसलाई म्याग्नेट गर्नुतिरमा लाग्यो। अब त यो म्याग्नेट टक्कसँग गरेर अनि सोच्दै थिएँ म अब यो म्याग्नेट गरेर यसलाई 1देखि 2 मिनट म्याक्सिमम् ठिक हुन्छ भनेर छोपिदिनुपर्छ भनेर मैले छोप्नको लागि पनि तयारमा गइसकेको थिएँ यो। अनि त्यस पछाडि मैले छोपिसकेको थिएँ। छोपिसके पनि मैले पछिबाट यस्तरी निकालेर खोलेर हेर्दाखेरि अलिकति रातो रातो हुँदैछ। अनि नुन हालिदिएपछि के हुन्छ, अलिकति मासु चाहिँ खसीको मासु पाक्न साह्रो हुन्छ नि त कन्तीहरूमा, कुकरमा सजिलो हुन्छ। नुन हालेपछि मासु छिट्टो अलिकति नरम हुन्छ क्या। अनि त्यो नुन हालिसकेपछि हल्का चलाएर टक्कसँग अनि छोपिदिने क्या, एकछिन 2-4 मिनट 5 मिनट छोपिदिएपछि आम्मामा। अनि त्यस पछाडि त्यो हल्का नरम हुन्छ नि त, आफूलाई फिल हुन्छ नि त नरम भयो होला भनेर। तर पनि म चलाउँदै अब छोपेर दोस्रो च्याप्टरमा पनि म लगाइसकेको थिएँ क्या। छोपेर फेरि निकालेर हेर्दा पनि यस्तै हुन्छ कि भए भनेर सोचिरहेको थिएँ। तर छोपेर अनि मैले पछिबाट एकचोटि हेर्नुपर्छ नजिक गएर भनेर भाइलाई छोपिदिएँ मैले होइन। अनि एकछिन पछाडि मैले टक्कसँग खोलेर हेर्दाखेरि अलिकति नरम भयो जस्तो फिल हुन थाल्यो क्या। मलाई रातो पनि भइसक्यो त, मासु हल्का भुटेको जस्तो पनि देखिरहेको थियो होइन। अनि प्याजको कलर हेर्नु, मासुको कलर हेर्नु कस्तो देखिरहेछ गाइस। यो चाहिँ बेसारहरू हालेको, त्यस पछाडि चाहिँ अब मसलाहरू हालेर भुट्नै बाँकी छ क्या। यो चाहिँ पहिला बेसारमा हालेको नि, अब म्याग्नेट गरेको मसलाहरूमा अझै मसलाहरू हाल्नुपर्छ क्या। अनि हामी चाहिँ प्याकेटवाला मसला खान्छौँ, सेन्चुरीको त्यो मिट मसला यो चाहिँ होइन। अनि अर्को फेरि यो तपाईँलाई एमडिएचको होला सायद यो चाहिँ होइन। यो पनि मिट मसला अनि मटन मसला हो, दुईवटा यसमा मिक्स हुन्छ। अनि यो चाहिँ हल्का गरम मसला पनि हाल्नु गरौँ टेस्टको लागि त। अनि टेस्टको लागि गरम मसला पनि खनायो। त्यस पछाडि त्यसमा पानी हाल्ने क्या, यो मसला राखेको बटुकोमा पानी हालेर एकछिन छोडिदिने क्या। मिट मसला अलिकति पुगेन जस्तो लागेको थियो, फेरि मैले अर्को प्याकेटबाट मैले थपेँ क्या थोरै। अनि पानी हालिदिएको, त्यसमा मैले एकछिन छोडिदिएको क्या त्यसलाई चलाउनको लागि, म्याग्नेट गर्नको लागि। त्यसमा पनि मिलोस् न भनेर मैले छोडिदिएको थिएँ। अनि मासु चलाउनुतिर लागेँ, कन्ती छोपेको निकालेँ मैले, जलेर रातो भइसक्यो थियो क्या भनेर हतार चलाएको। हल्का मासु रातो कता भएको थियो। अनि मसला चाहिँ अब खनाउनु पऱ्यो भनेर म्याग्नेट गरेको मसला सबै
अनि टक्कसँग मसला खनाइसक्यो त्यसलाई मजाले मिलाउनु पऱ्यो। अब मिलायो होइन, अब आफ्नै पाराले आफूलाई जसरी आउँछ त्यसरी। फेरि साथीहरूले कतिले भन्छ ल कन्ती कस्तो कालो यो त्यो होइन, त्यस्तै हो, कन्ती भनेको चिज कालै हुन्छ, अब भात भनेको चिज सेतै हुन्छ, त्यसरी बुझौँ होला है साथी हो होइन। अनि मासु मजाले मिलाउँदै थिएँ मैले चाहिँ। अनि त्यसलाई अब मसलालाई त अलिकति मजाले मासुको भागहरूमा पुग्नु पऱ्यो नि त, खाँदाखेरि स्वाद आउनु पऱ्यो नि त। अनि टक्कसँग त्यो गरिसकेपछि अनि एकछिन अब थोरै पानी हाल्नु पऱ्यो क्या, थोरै क्या, त्यो मसलालाई अलिकति त्यसलाई स्टिम दिनु पऱ्यो क्या, मसलाको भाफहरू मासुहरूमा छिर्नु पऱ्यो भनेर फेरि चलाइदिएको एकचोटि होइन। चलाएर टक्कसँग मिलाइदिएको, तिनीहरूलाई एक साइड लाएर सबैलाई गुटुटुटु गरेर अनि त्यस पछाडि मैले टक्क छोपिदिएँ क्या गाइज। 5-10 मिनट पछाडि छोपिसके पछाडि निकाल्दाखेरि यस्तो कलर आइसकेको थियो क्या, सेन्ट पनि बब्बाल बास्ना आउँदै थियो क्या। यो चाहिँ भुटुवा मासु जस्तो भइसक्यो थिएन, यसमा ग्रेभी खाँदा पनि हुन्थ्यो, तर मैले चाहिँ ग्रेभी नखाने, हामी झोलै खाने भने मैले झोल हालिदिएँ क्या गाइज। यसमा टक्कसँग झोल हालेको निकालेँ, एकछिन छोपे पछाडि आमामा झोलको बास्ना त मग आउँदैछ। त्यस पछाडि अब चट्टसँग अब के गर्ने त, अब फेरि एकचोटि छोपिदिएको होइन, छोपिदिएको। अनि एकछिन पछाडि खोलेर रेडी भइसक्यो। अनि हामी खाना पनि पस्केर गाइज रेडी भइसक्यो। मासु यस्तो थियो, मैले धेरै लिएँ, 2टा लिएँ। त्यति भन्दा मेरो ब्लग सिद्धि आजको लागि। थ्याङ्क यू फर वाचिङ गाइज। सबैले माया सब्सक्राइब गरिदिनु होला।